हेलो सबैजनालाई यो मेरो छोटो भिडियोमा स्वागत छ। अनि आज चाहिँ म लोकल टमाटर धेरै फलिरहेछ नि त, अहिले सिजन नै हो। त्यही भएर अब पकाएर राख्नु पर्यो भनेर मैले चाहिँ टिपेर ल्याएर केलाएर यसलाई पखाल्दैछु। अनि अब यसलाई पानी तारेर म यहाँ पकाउँछु। अनि मैले चाहिँ कराईमा तेल हालेँ साथीहरू। अनि अब यसमा मैले मेथी जिरा सबै पड्काएँ। अनि अब लसुन पनि हाल्दैछु। अनि यसमा लसुन पनि अलि धेरै हाल्यो भने चाहिँ मिठो हुन्छ नि त, त्यही भएर नि यसमा चाहिँ खोपरे खोर्सानी पनि डल्लै हालिदिएँ। अनि हालेर मैले चलाउँदैछु। अनि अब बेसार पनि हालेँ। अनि रातो बनाएपछि मैले अब अघिको टमाटरलाई हाल्दैछु। अनि अब यसलाई चाहिँ चलाएर मजाले पाक्ने गरी म चलाउँछु। अनि अलि मजाले पाकेर पानी सुक्ने गरी पकायो भने चाहिँ बिग्रिँदैन नि त, त्यही भएर अनि मैले चाहिँ पकाउँदैछु। अनि अब यसमा मैले नुन पनि हालेँ। नुन चाहिँ अलिक बेसी नै हाल्नुपर्छ, अमिलोमा नुन अलिक धेरै नै लाउनुपर्छ। अनि अहिले चाहिँ यतिको पाकिसक्यो, मजाले नै पाकिसक्यो। अब यसलाई चाहिँ म एकछिन सेलाएर राख्छु। अनि सेलिसकेपछि चाहिँ म यसलाई सिसाको डिब्बामा हाल्छु। अनि अब मैले चाहिँ हाल्नलाई रेडी गर्दैछु। अनि अब हाल्दैछु। अनि सिसाको डिब्बामा भयो भने चाहिँ अलि धेरै बेर टिक्छ नि त, त्यही भएर मैले चाहिँ सिसाको डिब्बामा नै हालेँ। अनि हालेर चाहिँ ठिक्कै एक डिब्बा भएछ। अनि अब यसलाई मैले पुसेर मजाले भिर्को लाएर लाउँछु। तपाईँहरूलाई चाहिँ यसरी बनाएर राखेको कतिको मनपर्छ भनिदिनु होला। बाई बाई।